Disclaimer: this film is based on real life struggles of every student ever. No books were harmed except my notebooks. No dreams were achieved in the making of this film, but a lot of stress was. Enjoy responsibly. Take me back to California. I wanna go back to 2018. I wanna go back to when I was happy. So take me back to California, please. Take me back. Mami, mag-aay! Take me back to that time. One good friend was in my life. California seems so far away. Mami, mag-aay! इस कलर की चड्डी पहने हो Sigma boy, Sigma boy, Sigma boy. वो लिबाज बदलेगा जो पानी से नहाएगा, वो लिबाज बदलेगा जो पसीने से नहाएगा, वो एक दिन इतिहास बदलेगा. हजुरले जसलाई हेरिरहनु भएको छ त्यो पात्र म नै हुँ. 1 वर्ष अघि मसँग असीमित समय थियो. म ढुक्क थिएँ. भोलिबाट पढ्छु भन्ने सोच्थेँ. भन्दा भन्दै भोलि आयो, अर्को भोलि आयो, अर्को भोलि आयो. भोलि गर्दा गर्दै अहिलेसम्म मैले केही पनि तयारी गरेकी छैन. 1 वर्ष बितिसकेको छ. अब जम्मा बाँकी रह्यो 1 महिना. यो 1 महिना पनि मेरो जित हुन्छ कि हार हुन्छ त्यो पनि मलाई थाहा छैन. सायद अब पनि केही गर्न सक्छु कि भन्ने आश छ. सायद यदि मैले आजैबाट सुरुवात गरेँ भने यो 1 महिनाले मेरो सबै भविष्य बदल्न सक्छ. वर्षको एससी को एक्जामको रुटिन चाहिँ आइसकेको कुरा यहाँलाई जानकारी पनि गराउँछु र सँगसँगै म भन्दै पनि छु है त. अब म उठिसकेको छु. अघिको म ऊ हराइसकेकी छ. अब मसँग न समय पाल्ने मौका छ न त बहाना बनाउनको. कागज भरि शब्दहरू, सूत्रहरू र नोटहरू. रात अब छिटो लाग्न थालेको छ. बिहान अब ढिलो हुन थालेको छ. दिनहरू घन्टा जस्तै बितिरहेका छन्. थकाइ लाग्छ. तर हरेकचोटि आँखा बन्द गर्न खोज्छु. एउटा कुरा याद आउँछ. अहिलेसम्म मैले गुमाएको समय अब रोकिए भने फेरि त्यही चक्र दोहोरिन्छ. त्यसैले म लेखिरहेकी छु, म पढिरहेकी छु, म लडिरहेकी छु. त्यसलाई केही हप्ताहरू सङ्घर्ष, थकाइ र असम्भव लाग्ने चुनौतीहरूले भरिएका थिए. तर जब मैले एक कदम अघि बढाएँ, सबैभन्दा ठुलो पाठ सिकेँ. समय कहिले रोकिँदैन. हिजो मैले गुमाएका समय आज फर्किँदैन. तर आजको हरेक सेकेन्ड म भविष्य बनाउन सक्छु. यदि तिमी अहिले पनि समयलाई व्यवस्था गर्दैछौ, पछि गएर तिमीलाई पनि यस्तै महसुस हुनेछ. त्यो पछुतो, त्यो अफसोस कुनै पनि चिजले मेटाउन सक्दैन. त्यसैले यदि तिमीले आजै निर्णय गर्यौ भने 1 घन्टा, 1 पाना, 1 प्रयास तिमी पनि आफ्नो जीवन बदल्न सक्छौ. किनभने जित्नेहरू फरक हुँदैनन्. उनीहरू पनि हामी जस्तै हुन्. फरक यति हो कि उनीहरूले समयलाई जित्न सिकेका हुन्छन्. अब समय छ. निर्णय तिम्रो हातमा छ. अब के गर्ने त्यो तिमी आफै सोच. धन्यवाद.